आउनुभयो? नमस्ते। ए भान्जी पो भाग्यमानी हुनु एक्लै आउनुभयो? मम्मीको काम थियो त्यही भएर मम्मीले घरबाट कति धेरै कोसेली किन पर्थ्यो र नि यस्तो हैरान दुःख? लु आउनु ए यहाँ लुगा पट्याउँदै थियो यहाँ बाबुको लुगाहरू। बस्नु लु हुन्छ म बसिहाल्छु नि। यो भाइकै लुगा होला नि माइजू? बस्नु न। के खाने? खाजा खाऊ? घरबाट खाएर आएको भाइजू। लु लुगा पट्याएर बसौँ न त एकछिन भान्जी। गलेर आउनुभयो होला। अब म अनि खाजा भन्दा नि झमक्कै रात पऱ्यो। अब खानासाना बनाउँला। बस्नुहुन्छ नि 1-2 दिन? ल अब यो लुगा पट्याउँ कि अनि अब झमक्कै साँझ पनि पऱ्यो, घाम पहेँला भइसक्यो। अब खानासाना बनाउनुपर्छ। बस्नुहुन्छ नि होइन 1-2 दिन त? म एक रातको लागि मात्र आएको हो। घरबाट कोसेली पठाइदिनु भएको छ बारीमा फलेको। ए हुन्छ। कसरी त डर ल्याइदिएको छ। दक्षिणा पनि धेरै पाइन्छ होला। मैले सुन्नु त भएन होला। ए स्याउहरू पनि पो पठाइदिनु भएको छ। के सोच्नु भएको हो भान्जी? लु जाउँ भित्रै। चिसो पनि बसिरहेको आयो। लु दिनु। रात परेपछि यति छिटो जानेर बस्नु नि हो 1-2 दिन। अनि उहाँ गाउँबाट मम्मीले के अरे 1 रात मात्र बस्नु भन्नुभयो। ए ल भान्जी। स्कुल पनि लाग्छ भोलिदेखि पर्सिदेखि, त्यही भएर आजै जान आँटेको म। ए ल भान्जी। बाटो खर्च भाडा त पक्नु है, म दिन्छु। होइन माइजू छ के? छ। लौ त त्यसो भए ल म बाटोसम्म छोड्न। हेत्तेरिका यति धेरै कोसेली ल्याएर है। हाम्रो माइजू त पहिले पनि कति लोभी हुन्थ्यो, अहिले पनि त्यही रहेछ नि। भाडा पनि थिएन, के लिएर जानु? घरमा कोही हुनुहुन्छ भने मलाई पैसा दिनु न भन्छु, अनि मान्छेबाट तपाईँकन जान्छु। बल्ल आएको छ महिनै पछि हप्तै पछि पैसा बटुल्न। के साह्रो हौ। कोसेली त मिठै थियो।